नेपाल र भारतबीच इनरुवा, पूर्णिया र लम्की दुद्रा बलेरी 400 केभी अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम जेभी तथा शेयरहोल्डर सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र भारतका विद्युत मन्त्री मनोहर लाल कट्टकको उपस्थितिमा बुधबार नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन्। संयुक्त लगानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापनाको बाटो खुलेको छ। कार्यक्रममा मन्त्री घिसिङले थप 2 वटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्विपक्षीय एवं क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोषेढुङ्गा भएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्देशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीय स्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताउनु भएको छ। भारतीय विद्युत मन्त्री कट्टकले थप 2 वटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल भारत बीचको विद्युतीय विनिमयलाई थप सुदृढ हुनुका साथै क्षेत्रीय ऊर्जा सुरक्षामा सुधार, सुदृढ ग्रिड बन्ने हुँदा त्यसले दुवै देशको आर्थिक वृद्धिमा थप योगदान पुर्याउने बताउनु भएको छ। नेपाल र भारतबीच इनरुवा, पूर्णिया र लम्की दुद्रा बलेरी 400 केभी अन्तर्देशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम जेभी तथा शेयरहोल्डर सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ र भारतका विद्युत मन्त्री मनोहर लाल कट्टकको उपस्थितिमा बुधबार नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट उप कार्यकारी निर्देशक सुभाष कुमार मिश्र र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेडका अन्तर्राष्ट्रिय व्यवसाय प्रमुख सञ्चालन अधिकृत सञ्जय कुमार गुप्ताले हस्ताक्षर गरेका हुन्। संयुक्त लगानी सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएसँगै प्राधिकरण र पावर ग्रिडको लगानीमा दुवै प्रसारण लाइन निर्माणका लागि कम्पनी स्थापनाको बाटो खुलेको छ। कार्यक्रममा मन्त्री घिसिङले थप 2 वटा क्रस बोर्डर प्रसारण लाइन निर्माण अगाडि बढ्नु द्विपक्षीय एवं क्षेत्रीय विद्युत व्यापारका लागि अर्को महत्वपूर्ण कोषेढुङ्गा भएको उल्लेख गर्नुभएको छ। उहाँले अन्तर्देशीय प्रसारण लाइनको निर्माणबाट दुई देशबीच तथा क्षेत्रीय स्तरमा समेत नेपालमा उत्पादित विद्युत निर्यात गर्ने आधार तयार भई अन्तर्राष्ट्रिय ऊर्जा बजारसम्म नेपालको पहुँच पुर्याई नेपालका जलविद्युतमा स्वदेशी तथा प्रत्यक्ष वैदेशिक लगानी ल्याउन थप सहज हुने बताउनु भएको छ। भारतीय विद्युत मन्त्री कट्टकले थप 2 वटा क्रस बोर्डर प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि नेपाल भारत 2 वटा क्रस बोर्डर प्रसारण भएको छ। भारतीय विद्युत लाइनको निर्माण सम्पन्न मन्त्री कट्टकले थप विद्युतीय विनिमय भएपछि नेपाल भारतलाई थप सुदृढ हुनुका साथमा सुधार, सुदृढ ग्रिड